Chemistry isn't just a subject. It's the language of the universe. अब यहाँनिर हेर त हाम्रो फर्स्ट नम्बर क्वेशनमा के भनिरहेछ त कम्प्लिट हाइड्रोजिनेसन अफ बेन्जिन गिव्स भनेछ। अब हामीले हाइड्रोजिनेसन भनेको के हो बुझ्न पर्यो। एकचोटि सम्झिए क्याटालाइटिक हाइड्रोजिनेसन भनेर पढेको हो हामीले, भनेको हाइड्रोजनको एडिसन गर्ने। के गर्ने त हाइड्रोजिनेसन भन्ने बित्तिकै हामीले केलाई बुझ्न पर्यो, एडिसन अफ हाइड्रोजन एड गर्ने। ल अब यहाँनिर हेर बेन्जिनमा यदि हामीले हाइड्रोजन एड गर्ने है त, बेन्जिन छ, बेन्जिनमा हाइड्रोजन एड गर्न पर्ने छ। यहाँ मैले बेन्जिन बनाएँ, बेन्जिनमा हाइड्रोजन एड गर्दैछौँ। हाइड्रोजिनेसन गर्दा हामीले आइदर निकल पीटी अथवा पीडीलाई हामीले क्याटालिस्टको रूपमा लिन्छौँ। हो निकललाई लिन्छौँ भने टेम्परेचर कति डिग्री सेल्सियस 200 डिग्री सेल्सियस भने पीटी र पीडी लिन्छौँ भने चाहिँ रुम टेम्परेचरमा पनि यो हामीले क्यारी गर्न सकिन्छ। रुम टेम्परेचर भनेपछि अब यहाँनिरबाट मैले के भनेको थिएँ पहिला सम्झियो त, थ्योरीमा मैले के भनेको थिएँ, निकल पीटी र पीडी भनेको क्याटालिस्ट मात्र होइन, तिनीहरू के पनि हो त स्ट्रङ रिड्युसिङ एजेन्ट हो। यिनीहरू के पनि हो रे, स्ट्रङ रिड्युसिङ एजेन्ट हो। स्ट्रङ रिड्युसिङ एजेन्ट भन्नाले यसले डबल बोन्डलाई पनि सिंगल बोन्डमा लिएर जान्छ, ट्रिपल बोन्डलाई पनि केमा कन्भर्ट गर्छ त सिंगल बोन्डमा कन्भर्ट गर्छ है। निकल पीटी र पीडी आर नट ओन्ली द क्याटालिस्ट, दे आर अल्सो द स्ट्रङ रिड्युसिङ एजेन्ट। भनेको यसले डबल बोन्डलाई पनि सिंगल बोन्डमा लिएर गयो, ट्रिपल बोन्डलाई पनि केमा लिएर गयो त सिंगल बोन्डमा लिएर गयो। भनेपछि अब हामीसँग त यहाँ कतिवटा छ त, 3 ठाउँमा डबल बोन्ड छ। ती सबैलाई के बनाउनु पर्यो, सुरुमा सिंगल बोन्ड बनाउने। के बनाउने, सिंगल बोन्ड बनाउने। अनि यो हाम्रो के बन्यो त साइक्लोहेक्जेन। के बन्यो रे यो, साइक्लोहेक्जेन। हाम्रो आन्सर के आयो, साइक्लोहेक्जेन। भनेपछि बेन्जिनलाई यदि हामीले कम्प्लिटली हाइड्रोजिनेसन गर्छौँ भने के पाउँदो रहेछौँ त साइक्लोहेक्जेन पाउँदो रहेछौँ। नजिक होला है, भइरहेछ नि, ल बुझिरहेछ नि। क्वेशन नम्बर 2 हेरौँ। रिएक्सन अफ बेन्जिन विथ क्लोरिन इन प्रेजेन्स अफ सनलाइट गिव्स भनेछ। बेन्जिनलाई हामीले केसँग रियाक्ट गर्ने त क्लोरिनसँग रियाक्ट गर्ने है। बेन्जिनलाई हामीले केसँग रियाक्ट गर्दैछौँ, यो बेन्जिन छ, यो बेन्जिनलाई हामीले क्लोरिनसँग रियाक्ट गर्दैछौँ, Cl2 सँग रियाक्ट गर्दैछौँ। के को प्रेजेन्समा रियाक्ट गर्ने रे, सनलाइटको प्रेजेन्समा। के को प्रेजेन्समा, सनलाइटको प्रेजेन्समा रियाक्ट गर्दाखेरि याद गर सनलाइटले सबै डबल बोन्डलाई ब्रेक गरिदिन्छ। सनलाइटले के गर्छ रे, सबै डबल बोन्डलाई ब्रेक गर्छ। हामीसँग कतिवटा डबल बोन्ड छ, एउटा दुईटा तीनटा, भनेपछि 3टा क्लोरिन लियौ, 3टा Cl2 लियौ। हामीले सनलाइटले सबै डबल बोन्डलाई ब्रेक गरिदिन्छ र त्यो ब्रेक भएको ठाउँमा के लगाएर हाल्ने त क्लोरिन लगाएर हाल्ने। के सनलाइटको काम भनेको के हो भने त, सनलाइट ब्रेक्स अल द डबल बोन्ड, सबै डबल बोन्डलाई ब्रेक गरिदिन्छ। अल द डबल बोन्ड, सनलाइट ब्रेक्स अल द डबल बोन्ड, सबै डबल बोन्डलाई ब्रेक गरिदियो। एन्ड एड क्लोरिन देयर, त्यो ठाउँमा के लगाएर थपिदिने त क्लोरिन लगाएर थपिदिने। भनेपछि ल यहाँनिर यो बेन्जिनबाट सबै डबल बोन्डलाई ब्रेक गरिदिएँ मैले, सबै ठाउँमा के आयो, सिंगल बोन्ड आयो। अब यहाँनिर यो कार्बन र यो कार्बन बीच पनि डबल बोन्ड थियो के, यहाँनिर हेर त यो कार्बन र कार्बन डबल बोन्ड, यो दुईटै ठाउँमा के आएर बस्यो त क्लोरिन आएर बस्यो। सिमिलरली यहाँनिर पनि के आएर बस्यो, क्लोरिन। हरेक ठाउँमा के आएर बस्यो त क्लोरिन आएर बस्यो। अब यहाँ हेर हामीसँग त 6वटा क्लोरिन छ, भनेपछि बेन्जिन हेक्साक्लोराइड। यसको आन्सर के भयो, बेन्जिन हेक्साक्लोराइड। अनि याद गर बेन्जिन हेक्साक्लोराइडलाई हामीले लिन्डेन पनि भन्छौँ। के पनि भन्छौँ रे, लिन्डेन पनि भन्छौँ। सिमिलरली अब यहाँनिर हेर त कतिवटा कार्बन, कतिवटा छ हामीसँग, 6वटा कार्बन छ कि होइन, 1 2 3 4 5 6, 6वटा कार्बन, C6। क्लोरिन पनि हामीसँग 6वटा छ। अनि त्यसपछि यहाँ केही पनि छैन भने यहाँ के हुन्छ त हाइड्रोजन हुन्छ के, सबै ठाउँमा के आएर बस्यो त हाइड्रोजन आएर बस्यो। सबै ठाउँमा यहाँनिर हाइड्रोजन आएर बस्यो भने चाहिँ हाइड्रोजन पनि हामीसँग 6वटा छ। अर्को नाम के भयो, 666। सिमिलरली यसलाई हामीले ग्यामेक्जेन पनि भन्छौँ। के पनि भन्छौँ रे, ग्यामेक्जेन पनि भन्छ, याद गरिराख है। वी कल इट ग्यामेक्जेन, वी कल इट ग्यामेक्जेन। भनेपछि हाम्रो आन्सर के भयो त अप्सन अल। किन हामीले बेन्जिन हेक्साक्लोराइड पनि भन्यौँ, लिन्डेन पनि भन्यौँ, 666 पनि भन्यौँ, अल पनि भन्यौँ। साथसाथै अर्को एउटा के आन्सर भन्न पनि सकिन्छ त
ग्यामिक जेन भन्न पनि सकिन्छ है। ल अरे क्वेसन नम्बर 3 हेर त हामीलाई के दिइरहेछ पाइरोलाइसिस अफ बेन्जिन गिव्स भनेछ। अब पाइरोलाइसिस भने बुझ्नु पर्यो हामीले डिकम्पोजिसन पढ्दा डिकम्पोजिसनमा पनि दुईटा डिकम्पोजिसन पढेको थियौ नि, एउटा पाइरोलाइसिस अर्को भनेको क्रैकिङ हो। भनेको पाइरोलाइसिस भनेको कम्पाउन्डको डिकम्पोजिसनै हो तर अक्सिजनको एब्सेन्समा एयरको एब्सेन्समा है। डिकम्पोजिसन अफ कम्पाउन्ड इन एब्सेन्स अफ एयरको एब्सेन्समा डिकम्पोज गर्ने तर विथ द हेल्प अफ हिट के को हेल्पबाट त हिटको हेल्पबाट है। ल पाइरोलाइसिस भनेको के हो याद गराऊ त पहिला सुरुमा डिकम्पोजिसन पाइरोलाइसिस भनेको के रहेछ त डिकम्पोजिसन अफ कम्पाउन्ड कम्पाउन्डको डिकम्पोजिसन इन द एब्सेन्स अफ एयर अथवा अक्सिजन एयर अथवा अक्सिजनको एब्सेन्समा विथ द हेल्प अफ हिट हिट युज गरेर है हिटको हेल्पबाट। भनेपछि अब यहाँनिर हेरौँ त बेन्जिनलाई हामीले पाइरोलाइसिस गर्न छ डिकम्पोजिसन गर्न हामीले दुईटा मोलिक्युल लिँदैछौँ। ल बेन्जिन भयो बेन्जिनलाई अब अक्सिजन एड गर्न मिलेन किनकि एब्सेन्स अफ एयर छ सिधै यसलाई के गर्ने हिट गर्नलाई हामीले युज गर्दैछौँ रेड हट आइरन ट्युब रेड हट के युज गर्दैछौँ आइरन ट्युब। यदि पोलिमराइजेसन भएको भए यसमा 400 डिग्री सेल्सियस राखिन्थ्यो तर यसलाई हामीले के गर्छ पाइरोलाइसिस त्यसले गर्दा टेम्परेचर 700 डिग्री सेल्सियस हो। डिकम्पोजिसन भनेको पनि अ टाइप अफ क्रैकिङ हो भनेको दुईटा मोलिक्युललाई टुक्राउने। ल दुईटा मोलिक्युललाई टुक्राएर छुट्टा छुट्टै मोलिक्युल बनाइदिए मैले के बनाइदिए त छुट्टा छुट्टै मोलिक्युल बनाइदिए हो। त्यसरी छुट्टा छुट्टै मोलिक्युल दुईटा बेन्जिन दुईटा मोलिक्युलबाट दुईटा बेन्जिन आयो यो दुईटालाई जोडेपछि यहाँनिर के बन्यो त डाइफिनाइल। यसलाई हामीले के पनि भन्छौँ बाइफिनाइल पनि भन्छौँ डाइफिनाइल अथवा बाइफिनाइल भने हामीले आन्सर के भयो हाम्रो बाइफिनाइल भयो। बुझिरहेछ दिपेश? हजुर सर। बुझिरहेछ नि बाबु? हजुर सर। ल आज ढिलो जोइन गर्दिस् त छैन अलिकति। ल यहाँनिर हेर त अर्को क्वेसन के छ मिथेन इज फर्मड व्हेन भनेछ। अब हामीले के बनाउनु पर्ने छ CH4 बनाउनु पर्ने छ। के बनाउनु पर्ने छ रे CH4। अब अप्सन बी मा हेर त एल्युमिनियम अप्सन बी बाट जाउँ सुरुमा एल्युमिनियम कार्बाइड रिएक्ट्स विथ वाटर। एल्युमिनियम कार्बाइड भनेको त के हो हाम्रो मेटल कार्बाइड हो। मैले के भनेको थिएँ हाइड्रेसन अफ मेटल कार्बाइड भनेर पढाएको थिएँ नि प्रिपरेसन अफ अल्केनमा सुरुमै भनेको एल्युमिनियम कार्बाइड अथवा बेरिलियम कार्बाइड याद गर है। फेरि रिपिट गरे एल्युमिनियम कार्बाइड अथवा बेरिलियम कार्बाइडलाई तिमीले यदि हाइड्रेसन गर्छौ भने H2O एड गर्छौ भने मिथेन पाउँछौ। के लाई रे Al4O3 एल्युमिनियम Al4C3O3 लेखिरहेको छु ल सरी है Al4C3 एल्युमिनियम कार्बाइड र बेरिलियम कार्बाइडलाई तिमीले हाइड्रेसन गर्छौ भने के पाउँछौ त मिथेन पाउँछौ CH4 पाइन्छ। के पाइन्छ CH4 पाइन्छ। सिमिलरली यदि हामीले क्याल्सियम कार्बाइड र म्याग्नेसियम कार्बाइड युज गर्छौ भने के पाउँछौ इथाइन पाउँछौ र त्यसपछि म्याग्नेसियम सेस्क्वी कार्बाइड युज गर्छौ भने के पाउँछौ त प्रोपाइन पाउँछौ। भनेपछि एल्युमिनियम कार्बाइडलाई वाटरसँग रिएक्ट गर्दा त हामीले CH4 पाउने नै भयौँ। त्यो मैले प्रिपरेसनमा पनि पढाइसकेको थिएँ। अब यहाँ अप्सन सी मा छ सोडियम एसिटेट इज हिटेड विथ सोडा लाइम। अब सोडियम एसिटेट भन्नाले केलाई बुझियो त CH3COO यानी सोडा लाइम भनेको NaOH प्लस CaO। अब यसो हेर्दा त यो के रहेछ डिकार्बोक्सिलेसन। यो हेर त सोडियम साल्ट हो कि हैन के रहेछ त सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड रहेछ हो। भनेको डिकार्बोक्सिलेसन अफ सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड युजिङ सोडा लाइम युज गरेर। भनेपछि यहाँ के भयो COO यहाँनेलाई कसले लिएर गयो O ले लिएर गयो। कसले लिएर गयो रे O ले लिएर गयो। सिधै यहाँनिर के निस्क्यो Na2CO3 निस्क्यो। अब हामीसँग बाँकी CH3 र एउटा एच गर्दा के भयो CH4 बाँकी भयो। के बाँकी भयो रे CH4। अप्सन सी ले पनि दिने भयो। अब अप्सन ए को कुरा गर्दा हेर है अप्सन ए मा आयोडोमिथेनलाई रिड्युस गर्न छ। केमा आयोडोमिथेन भनेको CH3I हो। यसलाई रिड्युस गर्नलाई स्ट्रङ रिड्युसिङ एजेन्ट HI युज गर्दैछु मैले। अब यसमा के सम्झिने जस्ट आई र आई रिएक्ट गर्छ। तिमी हामीले बुझ्नुपर्ने कुरा भनेको आई र आई रिएक्ट गर्छ। I2 बनिहाल्यो पछाडि के बनिहाल्यो I2 बनिहाल्यो। CH3 र H गर्दा के भन्यो त यहाँनिर
CH4 बन्यो। अब के कुरा याद गर्न पर्यो भनेपछि I2 जुन यो I2 छ नि यो एकदम हाइली रिएक्टिभ हुन्छ। रिएक्टिभ भएर फेरि यसले के बनाउँछ त CH3I नै बनाउँछ। तर यो नबनाओस् भनेर यो जुन I2 को रिएक्टिभिटी छ यसलाई डिफल्ट गर्नलाई हामीले रेड फस्फरस युज गर्छौँ। के युज गर्छौँ रे? रेड फस्फरस युज गर्छौँ है। भनेको यदि हामीले रेड फस्फरस युज गरेनौँ भने यो रिएक्सन चाहिँ फेरि रिभर्सिबल रिएक्सन हो। कुन रिएक्सन हो रे? रिभर्सिबल। फेरि रिटर्न भएर CH4 + I2 गरेर फेरि के आउँछ त हाम्रो CH3I नै आउँछ। तर अहिले हामीले के युज गर्दैछौँ? रेड फस्फरस युज गर्दैछौँ। त्यसले गर्दा हाम्रो के नै बसिरहेको हुन्छ त मिथेन नै बसिरहेको हुन्छ। त्यसले गर्दा हाम्रो आन्सर के भयो? अप्सन डी अल भयो है। अप्सन डी अल। यसमा कन्फ्युज छ र भन्न त? यसमा केही कन्फ्युजन छ भने भनिहाल, नत्र अरू क्वेसनमा गएँ म। खै त छैन। ल अब यहाँनिर हेर 5 नम्बर क्वेसनमा के छ? इथेन इज अब्टेन्ड फ्रम इथाइलिन। इथाइलिन भनेको के हो? हाम्रो इथाइन हो कि हैन? इथाइलिनलाई के पनि भन्ने रे? इथाइलिन भनेको त इथिन, इथाइन लेखिरहेको रहेछु। इथाइलिन भनेको के त? हाम्रो इथिन। याद गर है। अब यहाँनिर क्वेसन नम्बर 5 हेरौँ त। क्वेसन नम्बर 5 मा हामीसँग के छ त? इथेन इज अब्टेन्ड फ्रम भनेर सोधेछ हामीलाई। इथेन इज अब्टेन्ड फ्रम इथाइलिन। इथाइलिन भनेको के भयो? हाम्रो इथिन। इथाइनलाई चाहिँ हामीले के भन्छौँ? एसिटाइलिन पनि भन्छौँ। याद गर है। के पनि भन्छौँ रे? एसिटाइलिन पनि भन्छौँ केलाई? इथाइनलाई। र इथिनलाई चाहिँ के भन्छौँ? इथाइलिन पनि भनिन्छ है। इथाइलिन भनेको के हो? हाम्रो इथिन हो। याद गर। अब कुन चाहिँ मेथडबाट इथिन युज गरेर हामीले के बनाउन पर्ने छ? इथेन भनेको अल्किनबाट। केबाट त? अल्किनबाट के बनाउनु पर्ने छ? अल्केन बनाउन पर्ने छ हो। अल्केन बनाउनु। अब यहाँनिर हेर त अल्किन भनेको त CnH2n। अब यो भनेको त CnH2n+2 भनेको हाइड्रोजन त यसमा के गर्न पर्ने छ? हामीले एड गर्न पर्ने छ। डिहाइड्रोजिनेसन त हुने कुरै भएन। किन? हाइड्रोजनको एडिसन गर्न छ। अनि डिहाइड्रोजिनेसन हुने कुरै भएन। अब उर्ज रिएक्सनको कुरा गर्दा उर्ज रिएक्सनमा त हामीले के युज गर्छौँ? अल्काइल हेलाइड युज गर्छौँ हो कि हैन? उर्ज रिएक्सनमा केलाई युज गर्छौँ रे? अल्काइल हेलाइडलाई। अल्काइल हेलाइडसँगको त हामीसँग कन्डिसनै दिएको छैन। उर्ज रिएक्सन पनि भएन। अब फ्र्याङ्कल्यान्डमा पनि के हो त? उर्जमा यहाँ युज गर्छौँ, फ्र्याङ्कल्यान्डमा जिङ्क युज गर्छौँ। अप्सन सी पनि भएन। अब अप्सन डी को कुरा हेरौँ त। जुन यो इथिन छ CH2 डबल बोन्ड CH2 हो। CH2 डबल बोन्ड CH2 यदि हामीले यसलाई निकलसँग ट्रिट गर्यौँ, निकल राख्दा 200 डिग्री सेल्सियस PT अथवा PT हो र रुम टेम्परेचर। कुन टेम्परेचर रे? रुम टेम्परेचर। भने यसले के गर्छ त? सरी ल जुन यो हाम्रो निकल पिटी र पिडी छ नि यो भनेको क्याटालिस्ट मात्र होइन। यो के पनि हो त? स्ट्रङ रिड्युसिङ एजेन्ट। डबल बोन्डलाई केमा चेन्ज गरे यसले? सिंगल बोन्ड। भनेपछि CH3 आयो। त्यहाँ हाम्रो के भन्यो त? इथेन भन्यो। यो के भन्यो? इथेन। सिमिलरली यदि ट्रिपल बोन्ड लिन्छौँ भने यसमा पनि सेम त्यही कन्डिसन गरेर H2 एड गर्ने। के एड गर्ने? H2। या सेम कन्डिसन गर्दा के भयो? CH या सिंगल बोन्ड CH। अब यहाँनिर 3टा हाइड्रोजन चाहियो ओके। यहाँनिर कतिवटा मोलिक्युल लिने? 2टा H2 को मोलिक्युल लिने। कतिवटा? 2टा H2। यो पनि के भने? हाम्रो इथेन। र यसलाई हामीले के भन्छौँ त? सबटायर सेन्डेरन्स रिएक्सन भनेर पढाएको हो कि हैन? चाहिँ हाम्रो आन्सर के भयो? अप्सन डी सबटायर सेन्डेरन्स रिएक्सन। के भयो रे? अप्सन डी सबटायर सेन्डेरन्स रिएक्सन। बुझियो? ल अब 6 नम्बरमा जाउँ। 6 नम्बरको क्वेसन के छ? कार्बोजाइलिक एसिड रिएक्ट्स विथ ग्रिग्नार्ड रिएजेन्ट। केसँग रिएक्ट गर्ने रे? ग्रिग्नार्ड रिएजेन्ट। अब हेर त ग्रिग्नार्ड रिएजेन्ट भनेको के हो? हाम्रो RMgX हो कि हैन? R को ठाउँमा अल्काइल ग्रुप भयो, X को ठाउँमा हेलोजन भइहाल्यो। अब यसलाई हामीले कार्बोजाइलिक एसिडसँग रिएक्ट गर्न छ। RC डबल बोन्ड O यहाँ छ। ल कार्बोजाइलिक एसिडसँग रिएक्ट गर्दैछौँ। Mg प्लस भयो, R माइनस भयो। सिमिलरली अक्सिजन इलेक्ट्रोनेगेटिभ माइनस भयो, H प्लस भयो। अब यो नेगेटिभ र यो पोजिटिभ रिएक्ट गर्ने भयो। अब यहाँनिर के बुझ्ने? अब हाइड्रोजन सम्भवतः जुन यो हाम्रो R अल्काइल ग्रुप छ नि
यसमा पनि त हाइड्रोजन आउन सक्छ तर त्यो हाइड्रोजनसँग किन रियाक्ट गरिएन हामीले जहिले पनि एक्टिभ हाइड्रोजनसँग रियाक्ट गर्ने केसँग रियाक्ट गर्ने रे एक्टिभ हाइड्रोजनसँग रियाक्ट गर्ने र एक्टिभ हाइड्रोजन भनेको एसिडिक हाइड्रोजन हो कस्तो हाइड्रोजन हो रे एसिडिक हाइड्रोजन हो अनि याद गरौँ जसको इलेक्ट्रोनेगेटिभिटी मैले थ्योरी पढाउँदा भनेको थिएँ जसको इलेक्ट्रोनेगेटिभिटी धेरै छ त्यही नै बढी के हुन्छ एसिडिक हुन्छ भने हो कि हैन भनेपछि हामीसँग त अक्सिजनको इलेक्ट्रोनेगेटिभिटी बढी छ अक्सिजनसँग जोडिएको हाइड्रोजनको पनि के भयो त इलेक्ट्रोनेगेटिभिटी बढी भयो जसले गर्दा त्यो के भयो त एसिडिक भयो त्यही एसिडिक हाइड्रोजनसँग रियाक्ट गर्दा आरएच आयो अब अल्काइल ग्रुपमा हाइड्रोजन जोडिनु भनेको त के हो हाम्रो अल्केन भयो के हाम्रो आन्सर के आयो त अल्केन आयो है कार्बोक्सिलिक एसिडलाई यदि हामीले केसँग ग्रिग्नार्ड रिएजेन्टसँग रियाक्ट गर्छौँ भने अल्केन पाइन्छ के पाइन्छ त अल्केन पाइन्छ याद गरिराख अब यहाँनिर 7 नम्बरमा छ यो त एकदम सजिलो क्वेसन छ C7H16 have ... आइसोमर्स भनेर सोधेछ कतिवटा आइसोमर हुन्छ भनेर सोधेछ है अब C7 यसलाई हेरौँ न C7H16 भनेको के को फर्ममा छ CnH2n + 2 2 7 14 14 दुना 14 + 2 16 भयो यो त के को फर्ममा छ त अल्केन र अल्केनले देखाउने भनेको स्ट्रक्चरल आइसोमेरिजम हो कस्तो आइसोमेरिजम देखाउँछ स्ट्रक्चरल आइसोमेरिजम अल्केनले देखाउने भनेको स्ट्रक्चरल आइसोमेरिजम तर सबैले देखाउँदैन है कार्बन नम्बर 1 देखि 3 सम्मकोले स्ट्रक्चरल आइसोमेरिजम देखाउँदैन 4 देखि 7 सम्मको लागि हामीसँग फर्मुला छ के हो त 2n को 2 को पावर n - 4 + 1 फर्मुला के रे 2 को पावर n - 4 + 1 4 देखि 7 अब हामीसँग त 7 वटा कार्बन छ के यसमा 7 - 4 + 1 गर्दा कति भयो 2 को पावर 3 + 1 8 + 1 9 आयो हो अब यदि हामीलाई कार्बन नम्बर 8 दिएछ भने याद गरिराख 8 को लागि 18 याद गर 8 वटाको लागि कति 18 याद गर 9 वटाको लागि 35 याद गर कार्बन नम्बर 10 को लागि 75 याद गर यो भन्दा धेरै याद गर्न पर्दैन है हामीले याद गर्न भन्ने कुरा यति हो 18 35 र 75 झन् त्यो बाहेक त हामीलाई लगाउने भनेको मोस्ट अफ द क्वेसन भनेको यही फर्मुला लगाउने क्वेसन नै आउँछ है फर्मुला लगाउने क्वेसन नै आउँछ अझ आइसोमेरिजममा अझ मैले डिप पढाउँछ आइसोमेरिजम पढाउँदाखेरि ल अब यहाँनिर हेर कम्प्लिट कम्बुसन अफ मिथेन भनेछ कुनै पनि अर्ग्यानिक कम्पाउन्डलाई कम्प्लिटली कम्बुसन गर्दा के पाइन्छ त हामीले CO2 र H2O पाइन्छ है यदि तिमीलाई स्पेसिफिक मोलिक्युलै दिएको भए के दिएको भए स्पेसिफिक मोलिक्युलै दिएको भए हामीसँग फर्मुला के थियो अल्केन को लागि Cn + 2 सँग 3n + 1/2 वटा O2 हाल्यो भने के आउँछ त n वटा CO2 + n + 1 वटा H2O वेयर n भनेको के हो त हाम्रो n भनेको के रहेछ हाम्रो नम्बर अफ कार्बन हो के अल्केनको केसमा अल्किनको केसमा भनेको CnH2n छ भने 3n/2 वटा O2 हाल्यो भने के आउँछ n वटा CO2 र n वटा H2O आउँछ n वटा के आउँछ त H2O आउँछ सिमिलरली 3 नम्बरमा हामीलाई के दिइराछ त अल्काइन CnH2n - 2 छ भने 3n - 1/2 वटा O2 हाल्ने यहाँबाट के आयो n वटा CO2 अनि n - 1 वटा H2O n - 1 वटा के पाइयो त हामीले H2O पाइयो याद गरिराख है यदि स्पेसिफिक तिमीलाई मोलिक्युलको नम्बरै भनेको छ मोलिक्युलको नम्बरै पत्ता लगाउन छ भने चाहिँ यो फर्मुला लगाउने अल्केन अल्किन र अल्काइनको लागि अल्केन अल्किन र अल्काइनको लागि डिफरेन्ट छुट्टा छुट्टै फर्मुला छ त्यो मैले थ्योरीमा पनि पढाइसकेको छु थ्योरीको पोर्सनलाई पनि एकचोटि रिपिट गर्नु होला है ल अब 9 नम्बरको क्वेशन के दिइराछ हामीलाई हेर त इलेक्ट्रोलाइसिस अफ कोल्ड कन्सन्ट्रेटेड फर्मुला नै हो के बाबु यो फर्मुला नै हो कुन बाबु यो माथिको कम्बुसनको हजुर हजुर यो फर्मुला हो नि मैले अस्ति थ्योरी पढाउँदाखेरि तिमी थिएनौ हजुर थिएन सर ल त्यो एउटा थ्योरीको मैले त्यहाँ कुन चाहिँ यही भन्दा अघिल्लो लेक्चरमै छ होला हजुर अथवा 1-2 लेक्चर अगाडि छ म त्यसको लिंक पनि हाल्दिउँला यसमा एकचोटि चेक गर है कम्बुसनको त्यो फर्मुला नै हो है हुन्छ सर ल अब 9 नम्बरमा के दिइराछ हामीलाई इलेक्ट्रोलाइसिस अफ कोल्ड कन्सन्ट्रेटेड पोटासियम सक्सिनेटलाई इलेक्ट्रोलाइसिस गर्ने रे पोटासियम सक्सिनेटलाई के गर्ने इलेक्ट्रोलाइसिस भनेको इलेक्ट्रोलाइसिस अफ वाटर हो है पोटासियम सक्सिनेट भनेको के हो हाम्रो CH3COOK फेरि CH3COOK यदि तिमीलाई सोडियम सक्सिनेट भन्यो भने के को ठाउँमा कति राख्ने त यहाँ नै राख्ने है ल यसलाई H2O
अनि के गर्दैछौ इलेक्ट्रोलाइसिस यसलाई के गर्दैछौ रे इलेक्ट्रोलाइसिस गर्ने भनेको के हो इलेक्ट्रिसिटी पास गर्ने इलेक्ट्रोलाइसिस भनेको के गर्ने इलेक्ट्रिसिटी पास गर्ने जब हामीले इलेक्ट्रिसिटी पास गर्छौ त्यो बेला हिट प्रोड्युस हुन्छ के हुन्छ त हिट प्रोड्युस हुन्छ है अनि हिट प्रोड्युस सर, अनि भइसकेपछि है कार्बनमा त 5 वटा बोन्ड आयो त त्यो कहाँ बाबु? CH3 मा चाहिँ त्यो सक्सिनेटमा चाहिँ CS2 हजुर CS2 CO के ल इलेक्ट्रोलाइसिस भनेको के गर्ने हो त हामीले इलेक्ट्रोलाइसिस भन्ने बित्तिकै याद गर्न पर्यो हामीले के गर्ने इलेक्ट्रिसिटी पास गर्ने के गर्ने रे इलेक्ट्रिसिटी पास गर्ने जब इलेक्ट्रिसिटी पास गरिन्छ त्यसमा के प्रोड्युस हुने भयो त हिट प्रोड्युस हुने भयो हो अब हिट प्रोड्युस भएपछि जुन यो हाम्रो COO छ नि कार्बन डाइअक्साइड CO2 यो चाहिँ बाहिर निस्किन्छ ग्यासहरू बाहिर निस्किन्छ अनि यसलाई डिसोसिएट गर्दा H+ र OH- भयो त्यहाँबाट निस्कियो हाम्रो के निस्कियो CO2 त बाहिर निस्कियो H+ लाई इलेक्ट्रोलाइसिस गर्दा H2 आयो अनि यहाँ बाँकी के छ के र OH रियाक्ट गर्यो KOH बनिहाल्यो अनि हामीसँग बाँकी कम्पाउन्ड भनेको यो CH2 र यो CH2 छ ल CH2 र CH2 लेखिदिए हो अब म यो सबै रिमुभ भइरहेछ है यो CO के माथिको र तल दुईटै रिमुभ भइरहेछ अब यदि एडजसेन्ट कार्बनबाट हामीले दुईटा एटम अथवा मोलिक्युललाई हटाउँछौँ भने कार्बन र कार्बन बीच बोन्ड थप्न पर्छ भनेर पढ्या हो कि हैन भनेपछि के भयो त हाम्रो CH2 डबल बोन्ड CH2 भनेको हाम्रो के बन्यो इथिन बन्यो के बन्यो इथिन बन्यो याद गर है इथिन बन्यो याद गर अब यही कुरा यदि हामीलाई पोटासियम फ्युमारेट भनेको भए के भनेको भए पोटासियम फ्युमारेट भनेको भए के हुन्थ्यो हेर त CH डबल बोन्ड CH CO के यो भनेको हाम्रो के हो पोटासियम फ्युमारेट भयो के भयो रे पोटासियम फ्युमारेट भयो है त अब यसलाई हामीले H2O सँग रिएक्ट गर्यौ यसलाई हामीले के गर्दैछौ इलेक्ट्रोलाइसिस गर्दैछौ भनेको सिमिलर त्यही कन्डिसन CO के यो दुईटा रिमुभ भयो CH र CH आयो यहाँ डबल बोन्ड थियो यो दुईटा रिमुभ भएपछि एउटा बोन्ड थपियो के बन्यो त हाम्रो इथाइन बन्यो यो के को केसमा हो त फ्युमारेटको केसमा है याद गरिराख्नु के को केसमा फ्युमारेटको तर यही कुरा फर्मेट भनेर आयो अब के भनेर आयो फर्मेट भनेर आयो भने फर्मेटको केसमा चाहिँ के हुन्छ फर्मेटको केसमा के हुन्छ याद गर त दुईटा मोलिक्युल लिने कतिवटा मोलिक्युल लिने दुईटा मोलिक्युल लिने हो कि हैन RCOO यानी सोडियम फर्मेट अथवा पोटासियम फर्मेट दुईटा मोलिक्युल लिने यहाँनिरबाट के बन्छ हाम्रो अल्केन बन्छ याद गरिराख के बन्छ रे अल्केन बन्छ याद गरिराख पुरानो नोटलाई पनि पल्टाएर हेरे एकचोटि हाम्रो एन्सर अहिलेलाई के बन्यो इथिन भयो किन हामीले के दिइराछ पोटासियम सक्सिनेट दिइराछ भनेको सक्सिनेट दिँदाखेरि अल्किन बन्यो फ्युमारेट दिँदाखेरि अल्काइन बन्यो र फर्मेट दिँदाखेरि के बन्यो त अल्केन बन्यो याद गर्न पर्यो है ल अब 10 नम्बरको क्वेशन हेर त 10 नम्बरमा के भनेछ द कम्पाउन्ड व्हिच विल गिभ ओन्ली एसिटल्डिहाइड अन ओजोनोलाइसिस अब ओजोनोलाइसिस भनेको के हो बुझ्न पर्यो ओजोनोलाइसिस भनेको के हो त डबल बोन्डलाई तोड्ने अक्सिजनलाई जोड्ने हो के हैन डबल बोन्डलाई तोड्ने अक्सिजनलाई जोड्ने काम भनेको हाम्रो के हो ओजोनोलाइसिस अब यहाँनिर हेर त यसको एन्सर गेस गर्न सक्छौ विकी दिपेश ल गेस गर्न भन त म यता गर्दिन्छु पनि 1 ब्युटिन होला सर ल अब हेर 1 ब्युटिन हो कि हैन 1 ब्युटिनलाई हेरौ त कार्बन 4 वटा कार्बन हो कि हैन ब्युट बनेपछि ल एक नम्बरको कार्बनसँग डबल बोन्ड हाल्दिए है त कुनै एक ठाउँमा यहाँनिर CH2 भयो यहाँ CH CH2 CH3 अब यहाँनिर हेर त यसलाई हामीले के गर्दैछौँ ओजोनोलाइसिस भनेको त O3 इन प्रेजेन्स अफ के ZnH2O को प्रेजेन्समा हो कि हैन अब डबल बोन्डलाई तोड्देऊ यहाँनिरबाट केलाई तोड्यो डबल बोन्डलाई तोड्यो यता पनि अक्सिजन आयो भनेपछि यहाँ त के आयो त हाम्रो CH3 CH2 CHO CH3 CH2 CHO अनि पछाडि के आयो HCHO यो के हो त हाम्रो अगाडिको प्रोप्यानल र यो के हो मिथेनल भनेपछि एसिटल्डिहाइड भनेको त हाम्रो के हो इथेनल हो के हैन इथेनल बन्यो त इथेनल बन्यो बनेन हो के हैन भनेपछि अप्सन ए मिलेन अप्सन ए बाट मिलेन अप्सन बी मा जाउँ त 2 ब्युटिन छ ल कार्बन लेखिदिए सुरुमा अनि 2 नम्बरको कार्बनसँग डबल बोन्ड हाल्दिए CH3 ल
अब यहाँनिर फेरि O3 सँग रिएक्ट गर्यो इन प्रेजेन्स अफ ZnH2 अब यहाँनिर पनि ब्रेक भएपछि यहाँ अक्सिजन यहाँ पनि अक्सिजन हो अब के भयो त यहाँ CH3 CH अर्को साइडमा पनि के छ CH3 CH दुईटा मोलिक्युल यो के बन्यो हाम्रो इथेनल इथेनल भनेकै के हो त हाम्रो फेरि एसिटल डिहाइड हो यो के हो त एसिटल डिहाइड भनेपछि आन्सर के भयो बाबु अप्सन बी 2 ब्युटिन आन्सर के भयो अप्सन बी 2 ब्युटिन है त